तपाईँ घर कहाँ हो नि? खोला हो। खुट्टामा चप्पल लाउनु भएन? ढाडुङ्गा बिजन हजुरलाई अप्ठ्यारो भएन? त्यो के ल्याउनु भयो नि? त्यो के ल्याउनु भयो नि? घट्ट पिनी? ए कतिखेर जानुभयो नि घट्ट पिन? हो। यता कहाँ मिल छैन र? छैन? दुःखै रहेछन् है? के गर्नु अब खानै पर्यो, पापे पेटका लागि दुःख गर्नै पर्यो। अरू छोराछोरी कोही छैनन्? हजुर बुढी मान्छे किन जानुभयो? हजुर छोराको अप्रेसन भयो? अरू चप्पल हप्पल लगाउनु पर्छ हातमा, के लाइट, के टर्च, के मोबाइल? हजुर मैती बिर्सिहाल्नु भयो? जुत्ता त रह्यो खानापु? यस्ता ढाँढुङ्गा कस्ता खान खुट्टामा कस्तो भयो होला? काटियो भने रगत आला, क्यान्सर हुन्छ। आफ्नो ज्यानको सुरक्षा त गर्नु पर्यो त। बुढी मान्छे रात म भेटिएर अहिले हजुरलाई न सजिलो भयो। करिया गट्टा दई रतनिया गर। ए भोक लाग्यो होला, नास्ता के खानु भएन होला? हो। यही पिठो रोटी हालेर खानुहुने होला? भात पकाएको छ? ए हो हो। अघि मैले तपाईँले माथि देखेको थिएँ, तर उता जानुभयो। अहिले अघि जानुभयो, मैले यतै कहाँ हुनुहुँदोला सोचेँ, यतै आउनुहुने रहेछ। खुट्टा हेर्दाखेरि त कस्तो चप्पल हप्पल छैन, मलाई त कस्तो दया लाग्यो। छोराछोरीलाई लाउनु, नातिहरूलाई लाउनु भएपछि बुढे मान्छे नआउनु। हो। के गर्ने, पापी पेटका लागि दुःख गर्नै पर्यो भन्नु पाँचुन्जेलसम्म। सास हुँदा मरिसक्यो भने चाहिँ कान्न हो सुन्न हो? ए हुन्छ त जानुहोस् है, म नै हो। हजुर 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 जानु त है।